अरे अङ्कल कस्तो तपाईँले के भन्यो अनि त्यसपछि के भन्यो अङ्कल भन्छ कि पुलिसको डन्डा खाए छैन सर भन्छ कि अर्कोले भन्छ यो बड्डो मान्छे सही कुरा गर्छ भन्छ कि हानेपछि बड्डो मान्छे मरेपछि त हामीले जाने हानेन अनि त्यस्तो सोच्यो होला माछाको हड्डी बाँच्छ त्यसलाई चाहिँ मारिहाल्छ Oh my god. त्यो मान्छे हिँड्यो किन एकचोटि फोन गरेर फोन गरेर म पठाइदिन छोरालाई त्यसो भए तपाईँको त यार बिजोग गरेर टोपी लगाएको धन के पाए चांदी धन के पाए Oh my god. जा खोज्न खेतमा जा खोज्न जा भन्छ मैले भने जा पाउने टा पाउने कि सबै ठाउँ पाउने आयो बाइकमा ठ्याङ आउँदै बाबा अरू केटाहरूलाई त्यो उल्टो त्यसले हाने तिनीहरूलाई एउटा लागेर एक एकजना त्यो जिपरका भित्र कस्तो भयो जिपरका भित्र नै भित्र के सुत्दाखेरि अब पहिला त टोइलेटतिर सुत्न दिन्छन् पछि छोड्छन् बस छिटो छिटो यता आउने भएर घरमा बिछाउन पाइँदैन सब निकालिहाल्छ केही नै खाली कन्डाल बनाएर दिन्छ अनि भित्र झगडा गर्छन् कि नै गर्छन् के गर्छन् अनि भित्र झगडा गर्छन् कि नै झगडा झगडा गरेपछि झगडा गरेपछि तपाईँ कहाँ जानुहुन्छ टोइलेट भित्र छिर्नुहुन्छ अनि भात के खानु भयो दाल खानामा कस्तो थियो इन्टरभ्यू चलिरहेछ गाइस खाउटो पस्काउ न खाउटो भोगै मरो 100 रुपैयाँ टिकायो 4 टुक्रा सबै थाली लिएर गिनोरे बसिहाल्छ अब नदिएपछि एक्लै खुवाउँछु तपाईँसँग पैसा त थियो मेरो छोरी 500 दिन्थ्यो त यो जया सनीको छोरा 5000 थियो यिनी ज्वाइँ हुन् ज्वाइँ हुन् मेरो सम्झिनीको भाइ भनेपछि तपाईँको नि कहानी भारे छ यार पछि त म साल पुगाइदिन्थेँ भित्रै दिनभरि जाउँ टोइलेटमा नजाउँ तपाईँलाई एउटा आन्टी त्यहाँ राखेर बसाइदिएको भए त्यति खासै प्रभाव त्यति नआत्थे नि केटी आमा त कोठामा बड्डाल त्यतिखेर सम्झिने पानी छम्किने भन्दै सम्झिँदै बस्दै गरे अब गए काकाका दुःखका दिन गए अब सुखका दिन आएका छन् अब 1 बिघा जमिन मतलब राखेर भउ गरेर 50 लाख रुपियाँ धरती लिएर गयो भने काकाले दुनियाँ सब हल्लाउँछन् गन बोकेर हिँड्ने सुन्नु पाउने हुन त मेरो बजार ड्युटी राखेको अनि मलाई कहाँ दिन्छ खाली पूजा मात्रै हो लालपुर त बेच्दिने सबै त्यसपछि आफै हटिहाल्छन् आफूले एकचोटि सब बेच्दियो भने हट्छन् पैसा पाति ब्याङ्कमा राम्रो ठाउँमा राख्छ ल गाइस इन्टरभ्यु सकियो